र सम्पूर्ण मित्रहरुमा आज चाहिँ भने यो पश्चिम सिक्किमको आलेटारको यो शिवदेव महादेव यो महादेव थानमा यहाँ यसरी वर्षेनी बाल चतुर्दशीको बेलामा पूजा गर्ने गरिन्छ र आज भने यो पूजाको क्रम सुरु भइसक्नु लागेको छ र केही छिन बादमा पूजा अर्चना यहाँ गर्नु लागेका छौं र म यहाँ हाम्रो डियर दाजुलाई म केही एक दुईवटा प्रश्न सोध्नु पर्यो। दाजु, यो हामीले वर्षेनी पूजा गर्ने गरिन्छ र हामीले भोलिको आज मात्रै गरिन्छ कि भोलि पनि हुन्छ यो पूजा? अब आजदेखि सुरु भएर चाहिँ नमस्कार, ओम नमः शिवाय। र आजदेखि पूजा थालिन्छ। अब एकछिनबाट यहाँ सुरु हुँदैछ रेतीहरू हाल्नु सकेको र आज रातभरि जागृत भएर चाहिँ भोलि 2 बजी 3 बजीसम्ममा यो पूजा चाहिँ सकिन्छ। आज रातभरि बालनहरू पनि हुन्छ है? हुन्छ हजुर, आरतीहरू हुन्छ, भजन कीर्तनीहरू पनि आउनुहुन्छ यहाँ। भरे धामी चिन्ता पनि हुन्छ। अच्छा, धामी पनि राख्छौँ है? अच्छा ल, हवस् त, हजुरलाई धेरै धेरै धन्यवाद। र यहाँ हाम्रो पञ्चायत मेडमहरू यहाँ यसरी फुल हुँदैछ अनि यहाँ 2 जना मेडमहरू यसरी यो उन्दोपट्टि चाहिँ पुरा कालो रहेछ र भए पनि यसरी बसिरहेछ। उहाँहरू पनि यहाँ उपस्थित भइसक्नु भएछ। जिल्ला पञ्चायत मेडम र पूर्व पञ्चायत भाइस प्रेसिडेन्ट मेडम यहाँ हाम्रो काका यहाँ विष्णु भाइ र यहाँ सम्पूर्ण यहाँ हाम्रो लामा टोलीको हाम्रो कर्मठ हाम्रो लामाको सामान बनाउने र यहाँ हाम्रो भेना जिएम सर यहाँ हुनुहुन्छ, यहाँ हाम्रो कर्मकी बहिनी र यसरी नै यहाँ हामीले अब केही छिन बादमा यहाँ हामी लामाबाट पूजा सुरु हुने होला छ। र यहाँ लामाहरू चाहिँ धेरथोर तल रोडतिर चाहिँ उपस्थित भइसकेको छ र यहाँ सम्पूर्ण लामाहरू हुँदैछ। र बिएम भाइको यहाँ जुन चाहिँ ब्लगलाई मेरो साथीहरूले पनि देख्नुभयो भने लाइक कमेन्ट र सब्सक्राइब पनि गरिदिनुहोस् है ल। अनि हजुर, यहाँ चाहिँ वर्षेनी हामी यसरी पूजा गर्ने गर्छौँ र अनि यो चाहिँ बेलुका रातभरि लाग्छ कि कसो? आज हामी बेलुका 8-9 बजीसम्म पूजा हुन्छ। त्यहाँदेखि अब लामाहरू खाना खाएर रेस्ट, त्यहाँदेखि भोलि बिहानदेखिको पूजा चाहिँ भोलि बेलुकी लगभग 4 बज्छ बजी मात्रै पूजा सक्छ है? भोलि चाहिँ अन्तिम फाइनल है? 4 बजीसम्म। हजुरलाई धेरै धेरै धन्यवाद। र यहाँ हाम्रो योपालिको सेलिब्रेसन प्रेसिडेन्ट यहाँ उपस्थित छ, किनभने तैनात छ उहाँ चाहिँ। र यहाँ हाम्रो गणेश सर, सम्पूर्ण मित्रहरू, यहाँ हाम्रा बुजुर्गहरू छ र हजुरहरूलाई जानकारी दिनु चाहिँ। र आज बेलुका चाहिँ धमाधम पूजा बालनहरू र भजन कीर्तन पनि गर्ने गर्छ। र हेर्नुहोस् है, यहाँ यसो ढुङ्गाभित्र शिवजीको यहाँ सालिरहेको छ र यसरी नै हजुरहरू पनि उपस्थित भएर पूजामा सामेल भइदिनु भन्ने आग्रह गर्दछौँ। धन्यवाद। शिवाय।